के हो जनजाति भनेको चाहिँ? दलित भने के हो? नेपाली भन्दा हुँदैन? जुन शब्दले तपाईँको क्लास डिस्क्रिमिनेसन गर्छ त्यो शब्दलाई तपाईँले पनि उच्चारण नगर्नु अबदेखि। होइन, समाजमा छ नि त जनजाति, आदिवासी छ, दलित छ, त्यो भइन्जेलसम्म त तपाईँको चाहिँ सङ्घर्ष भइरहन्छ। मैले अघि तपाईँलाई के भने भन्दाखेरि उनीहरूलाई अधिकार चाहिएको छ। सुन्नु न, मैले अघि भनेको कुरा तपाईँ याद गर्नुहुन्न रहेछ क्या। म चाहिँ तपाईँको चाहिँ नि दार्शनिक हिसाबले बोलेर हुन्छु क्या, तपाईँले त्यो याद गर्नु न। तपाईँले दार्शनिक हामीलाई सुन्नु न, हामीलाई जम्मा 3टा कारणले विभाजन गरेको छ। हामीसँग हिमाल, पहाड, तराई, वन जङ्गल, नदी नाला, ताल तलय, खनिज सब थोक छ र पनि हामी गरिब किन छौँ भन्दा हामीलाई 3टा कारणले विभाजन हामीलाई गरेका छन्। पार्टी, जाति र धर्म। है, जाति चाहिँदैन, ठ्याक्कै भन्नु। सुन्नु न, है पश्चिममा भन्नु जनतालाई तपाईँ जातिको विपक्षमा हो। फेरि कुरै गर्नु भयो। हाम्रो देश नेपाल बहुजाति बहुधार्मिक मुलुक होइन। त्यही भएर त मैले भन्दैछु। तपाईँ किन जातिको विरोध गर्नुहुन्छ? सुन्नु न, जातिको विरोध मैले गरिनँ। जातिको विरोध गर्नुहुन्छ? तपाईँ फेरि कुरै बुझ्नु भएन कि। पश्चिममा जनतालाई भन्नुहोस्। यहाँनिर तपाईँ सुने पो भन्नु तर सुन्नै हुन्न, सुने पो भन्नु तर सुन्नै हुन्न। जातिको कारणले गर्दाखेरि पनि हामी विभक्त छौँ, होइन? जाति कारण विभक्त छ कि छैनौँ? जातिको कारणले राजनीति भएको छ कि छैन? छ नि त। जाति भोट प्राप्त गरेर तपाईँ हो, सुन्नु न, हर्का साम्पाङले जाति मत प्राप्त गरे हैन धराम त्यो होइन। कसले भन्यो? राम्रो काम गर्छ भनेर दिएको हो। तपाईलाई जिताउन जातिको भूमिका छैन। छेत्री बाहुनले पनि थुप्रोले भोट दिनु भएको छ नि। मेरै श्रम अभियानमा पनि थुप्रो हुनुहुन्छ मेरो सहकर्मीहरू। कहाँ त्यो जातको कुरा गरेर हो? यही त कुरा छ त। जातको कारणले फुटाइदिएको छ। अब जातिबाट फेरि फुटेन भने पार्टी लगाइदिएको छ। अनि पार्टी चाहिँदैन लोकतन्त्र। एमाले भनेको छ, कङ्ग्रेस भनेको छ, होइन? अनि धर्म पनि लगाइदिएको छ फेरि। तर धर्म चाहिँ टटकार रूपमा राजनीतिक हिसाब किताबले आएको छैन, त्यो भित्रबाट आएको छ, होइन? र यो 3टा कारणले गर्दाखेरि चाहिँ हामी एक ठाउँमा आएर काम गर्दैनौँ। एक ठाउँमा आएर काम नगर्नु भने एकछिन न, एक ठाउँमा आएर काम नगर्नु भनेकै देशको उन्नति नहुनु हो। मैले आज जे श्रमदानमा चलाइरहेको छु नि, त्यहाँ म जातको कुरा गर्दिनँ, पार्टीको कुरा पनि गर्दिनँ, धर्मको कुरा पनि गर्दिनँ। सबै मिलेर काम गर्छौँ हामी। 1500-1600 जना मान्छे एउटा ठुलो भाँडामा भात पकाइ खान्छौँ। कस्तो मजाको सोसाइटी। द्याट्स द सोसाइटी क्या। त्यो समाज खोइ त हाम्रो अब आज। एमाले भनेको छ, कङ्ग्रेस भनेको छ, है, माओवादी भनेको छ, रासपा अरे के अरे, है, छेत्री भनेको छ, दलित भनेको छ, बाहुन भनेको छ, राई भनेको छ, लिम्बू भनेको छ। नेपाली होइन हामी? अनि तपाईँ हामी सँगै काम गर्दा हुँदैन? अनि यो भनेको चाहिँ सबै हामीलाई चाहिँ के त भन्दाखेरि नेपाल कहिले पनि नउठोस् भन्ने षड्यन्त्र हो। त्यो षड्यन्त्र चिरेर तपाईँ हामी अगाडि आउने कि नआउने? चाइना कहाँ पुग्यो आज, होइन? चाइना कहाँ पुग्यो आज? भोलि तपाईँ पनि दलीय व्यवस्थामा विश्वास गर्नुहुन्छ, तपाईँ पनि दल खोल्दै हुनुहुन्छ र तपाईँ पनि दलको पक्षमा उभिनुहुन्छ क्या भविष्यमा। तपाईँले लेखेर राख्नु, रेकर्ड गरेर राख्नु, लेखेर त के राख्नुहुन्थ्यो होला र, होइन? त्यस्तो छैन। म तपाईँले मलाई जुन किसिमले बुझ्नु भएको छ, भविष्यमा दल खोल्नु बुझ्नु भएको छ, दलीय व्यवस्थामा तपाईँ लाग्नुहुन्न, किसिमले बुझ्नु भएको छ र अथवा जुन किसिमले बुझाउन चाहनु भएको छ नि, त्यस्तो मान्छे होइन म। त्यसो आज खुलस्त पार्नुहोस्, हर्के साम्पाङले कुनै दल खोल्दैन। यस्तो छ, ठ्याक्कै भन्नुहोस् ल। सुन्नु न, तपाईँलाई मैले अघि के भने भन्दाखेरि तपाईँले उता मोड्नु भयो कि हाम्रो छिमेकी चाइना कहाँ पुग्यो? कृत्रिम सूर्य बनाउँदैछ अरे, रात नपर्ने भयो नि त त्यहाँ त, होइन? अब यो तपाईँले बोकिराखेको मोबाइलदेखि लिएर हरेक कुरा, यो गाग्री पनि सायद मटेरियल उतैबाट आयो होला, होइन? सबै कुरा होइन? यो तपाईँको क्यामेरादेखि लिएर हरेक कुरा मेड इन चाइना छ आज, है? छिमेकी चाहिँ त्यहाँ पुग्यो। अनि तपाईँ हामी चाहिँ खालि एमाले र कङ्ग्रेस भन्दै बाजी राख्नु? लाज लाग्दैन हामीलाई? सुन्नु न, त्यो नाथे सत्तामा हुनु त तपाईँ पनि हुनु होला नि त भोलि, होइन? के चाहिँ लछारबाट हुन्छ र यहाँ? उनीहरू कहाँ पुगिसक्यो, हामी त्यो भन्दै बस्नु अनि सँगै काम गरौँ न भन्दा अघि के भन्दै हुनुहुन्थ्यो? ढुङ्गे युग भन्दै हुनुहुन्थ्यो। के भनेको ढुङ्गे युग? तपाईँ ढोगी मान्छे भनेको मैले, ढुङ्गे युग होइन। ढोगी मान्छे
कसरी ढोगी देख्नु तपाईँ पो ढोगी जस्तो लाग्यो मलाई त बाहिरबाट कुरा गर्ने भित्रहरूको काम गर्ने भन्छन् मान्छेहरूले। कसले धरानका जनताहरू काङ्ग्रेस एमालेका कार्यकर्ताहरू उहाँहरू त रिसाउनुहुन्छ नि त मैसँग होइन किन रिसाउनुहुन्छ थाहा छ धेरै कुराहरू भन्नुहोस् बन्द खुलस्त भएको पार्नुहोस् छ किन रिसाउँछ? बन्द भएको छ नि त धेरै कुरा के बन्द भएको छ धेरै काङ्ग्रेस कुराहरू बन्द भएको छ अब त्यो तपाईँले आफैले बुझ्नु न गेस पब्लिकले गेस गरिहाल्छ त्यो त पब्लिकको लागि बोल्या हो होइन पब्लिकले गेस गरिहाल्छ किन त्यसलाई व्याख्या विश्लेषण गरिराख्नु र